सानो खरायोको साहसिक यात्रा। एउटा रमणीय जंगलमा सानो खरायो जसको नाम थियो हिम्मत बस्थ्यो। हिम्मत निकै चञ्चल र जिज्ञासु थियो। एक दिन उसले जंगलको बीचमा रहेको चम्किलो तालको कथा सुन्यो। भनिन्थ्यो त्यो तालमा जादुई फूल फुल्छ जसले मनको इच्छा पूरा गर्छ। हिम्मतले सोच्यो म त्यो फूल ल्याएर मेरो साथीहरूलाई खुसी बनाउँछु। उसले आफ्नो सानो झोला बोकेर तालतिर लाग्यो। बाटोमा उसलाई ठूलो ब्वाँसो भेटियो। ब्वाँसोले गर्जियो, कहाँ जाँदैछस् सानो खरायो? हिम्मत डरायो तर हिम्मत बटुलेर भन्यो, म जादुई फूल लिन तालमा जाँदैछु। मेरो साथीहरूलाई खुसी बनाउन चाहन्छु। ब्वाँसो हाँस्यो र भन्यो, तिमी सानो छौ तर हिम्मत ठूलो छ। जाऊ, म तिमीलाई रोक्दिन। हिम्मत अघि बढ्यो। बाटोमा एउटा गहिरो खोल्सा आयो। उसले सानो रुखको हाँगा प्रयोग गरेर खोल्सा पार गर्यो। अन्ततः ऊ चम्किलो तालमा पुग्यो। त्यहाँ सुनौलो फूल चम्किरहेको थियो। हिम्मतले फूल टिप्यो र मनमनै इच्छा गर्यो, मेरो जंगल सधैँ हरियाली र मेरो साथीहरू सधैँ खुसी रहन्। जब हिम्मत घर फर्कियो उसले देख्यो कि जंगल पहिले भन्दा पनि सुन्दर भएको थियो। उसका साथीहरू हाँस्दै खेल्दै थिए। हिम्मतले बुझ्यो, साँचो इच्छा र हिम्मतले जे पनि सम्भव छ। अन्त्य।